पनि हाम्रै घरमा बारीमा फलेको अकबेर खोर्सानी। यो पनि काँचो खानु मिल्छ अनि यसलाई चाहिँ हामी तिते भेन्डी भन्छौँ। करेला जस्तो छिटो हुन्छ यो। ल ठिक छ। ल मेरो खाना आइसकेको छ, भात चाहिँ है त्यही लगाइदिनु मम्मीलाई। वाह, पोर्क दाल चाहिँ त्यहीँ राखिदिनु होला है। ल अरू के छ? ल आइसकेको छ साथीहरू। अब मेरो चाहिँ भात अथवा कति तातो रहेछ। सुँगुरको मासु, पोर्क, दाल अनि अर्ग्यानिक कुराहरू छ यहाँनिर, खुर्सानी, कागती। ल सुरु गरेँ है त मैले चाहिँ। ल पनि पर्छ भैँसीको मासु राँगाको तर राँगाको मासु ल्याइदिनु भयो मम्मीले। अब अर्को कुरा पनि आइसक्यो। के हो मम्मी यो चाहिँ? यो साग निङ्गुरो। निङ्गुरो। ल निङ्गुरो पनि आइसक्यो है। अब अरू केही बाँकी छ र मम्मी? च्याउ छ, अर्ग्यानिक च्याउ। ल त्यो पनि ल्याइदिनु नि त। अर्ग्यानिक च्याउ आइसकेको छ है, हाम्रै जङ्गलमा फलेको अर्ग्यानिक च्याउ। हाम्रै जङ्गलको हो नि फेरि। हाम्रै जङ्गलको हो। यो पनि हाम्रै घरमा बारीमा फलेको अकबेर खोर्सानी। बिरालो पनि आएको छ क्या। यो चाहिँ हुन्छ यही पछाडिको जङ्गलमा फलेको। कागती हो एकदमै। यसको बास्ना चाहिँ साह्रै मिठो आउँछ। यो पनि काँचो खानु मिल्छ अनि यसलाई चाहिँ हामी तिते भेन्डी भन्छौँ। करेला जस्तो छिटो हुन्छ यो। खट्टी मिठी के आएछ यो? खट्टी मिठी। खट्टी मिठी। ल पुग्छ मम्मी। हाम्रो घरमा सुँगा पनि छ, सुँगा कराउँदैछ त्यहाँ।
मेरो बिरालो बसिरहेको छ भैँसीको मासु चाहिँ अलिक मलाई मन पर्दैन क्या त्यो राजा खान सकेन सुँगुरको पनि ठिकै खान्छु तर आज चाहिँ मजाले मिठो बनाउनु भएको रहेछ मम्मीले अब यो पछि चाहिँ खाना खाएर दाउरा चिर्नु पर्ने छ हिजो लडाइरहेछु दिनभरिको काम दाउरा चिर्ने ल साथीहरू लाइक शेयर सब्सक्राइब सबै गरिदिनु होला है त हस् त नमस्ते ए मेरो बिरालोको पुच्छर देखिरहेछ यहाँ